ऊ बुवाको गराइदिन्छ न त्यो उसमा एउटा सग्लो फल नानी दादा त यहाँ तालो बान्ने चालो ल्याइदिएर मेरो त बिर्सेर आइज आउँछ हो त्यहाँ अब दुना राखेको हो त्यहाँ सबै यो सबै यहाँ अटाउने यही माथि गथ्यौँ राख्ने कुसका टुक्रा राख्ने चेलीबेटी सबैले जोले गरिदिनु पैसा दत्योन त्यहाँ फलफुल यहाँ ल्याएका स्याउ केरा त्यहीँनिर पुगे पनि हुन्छ ल नानी यहाँ छर त पानी बग्न दिने थुन्दैन कहिले सबैलाई होइन त्यो जौतेल पनि सबैमा राखेन जाने है पहिला त्यता राख नि मनसँग त कटरेमे गङ्गा भन्छ होइन सबैभन्दा मन पवित्र हुन पर्यो बोला नसोच है दाइ चाहिँ हजुर यता आइस न अर्पण गरिदिनुहोस् त्यहीँ राखिदिनुहोस् भन्दै फाल्दै गर्नु के डुडुन त जोडी अनि फाल्दै गर्नु के डुडुन त अनादिनी धनं देव अक्षय पुण्डरी ताक्षम प्रेतमस्य वर्दो भव हरिदाता छोडिदिनु है कतै बालुवामा झ्याप्पा गाडिदिनु अब उच्च फुल टपरीमा राखिदिनु राम बालुवामा खड्याएर गाड्न सक्नुहुन्छ बालुवामा गाडा त्यही टपरीमा राख हो जानी होइन कि अहिले त्यहाँ हिँडेको हिँडे गर्नुपर्छ लोटिन्छ आत्रस्वत्रोत्पन्नस्य नरवादु नाम ब्रह्मस्य तस्य धर्मपत्नी ममता भन्नु के गरे आमा हजुरहरूको हामीले यो अन्त्येष्टि कर्म गरेर अब यो वर्ष दिन प्रेम घटदान जलदान गर्दैछौँ हजुरहरूको आत्मालाई चिर शान्तिको लागि भनेर है अब बिस्तारै गर्दै 100 तपाईको कति 3 छन् 60 जति साथी आयो हाल्नुहोस् त त्यसपछि त्यही घैटामा चढाउनु तलाडा पानी उठाउँदै यतै आउनुहोस् तपाईँ 100 कति चलाउनु 100 कति जति 60 गन्दै आनी राख्यो अहिले आफूले गन्दै आनु ओइ माथि जाने नरे खाइ सब तला भनेको कोले मान्दैन अहिले 45 मात्र हैन यही लियो 45 अलि लोटिन्छ त्यहाँ अहिले के अब लोटिन् के त्यहाँ
त्यही बेलामा लाग्नु भएन त भयो भयो अरूले त 36 सालै भयो मौसमको 36 बाजेको नेत्र बाजे तिनटा खपाएर उता उता हाला हाला एउटा टपरी छैन पैसा राख्ने सँगै गरिदिन्छ आमा ए टपरीले त मैले टाउकोमा घैटोमा हाला है घैटोमा एउटा कुरा बसिरहनु पर्छ शान्ति पाओस् भनेर ल भयो मम्मी आनु ल यहाँ आउनुहोस् जान हालेको मान्छे त ल यहाँ आउनुहोस् हो हिजोबाट हाल त्यो बालुवामा बाँच्न लागि यता यस्तो जान्छ बाल्लो भत्क हजुर हजुर अझै पूर्व नेत्रबहादुर नाम हरिकला नाम अरे बाटा बाटा गरेर नखाने बजाए अब राख्ने नमस्ते गर्ने आउने हजुर हजुर एकादश मासिक एकपिण्डमया दीयते तवोपति अष्टता द्वादश मासिक एकपिण्डमया दीयते तवोपति अष्टता 59 सबैमा हर त्यो सबैलाई नौ अपने जन्म बामेन कृतम ल पूजा गराउनुहोस् अद्दाह अद्दाह मुखपुत्रस्य मुखपुत्रस्य तिनटा ढुङ्गा हजुर है पताव जनेनम दे मया दिएते तब प्रतिष्ठम सबैमा मैले जल दिएको छु भनेर भन्नु पर्छ जन्म ततो निबी एउटा कुसो टुकुरो राखिदिनुहोस् त्यहाँ एक घन्टा कुसो टुकुरो राखिदिनुहोस् यहाँलाई लागिदिनुहोस् मलाई लागिदिनुहोस् यसो त्यही नरबहादुर नाम ब्रह्मस्य नरबहादुर नाम ब्रह्मस्य हरिमाया देवी देवाय मुखकर्मणि पिता नेत्रबहादुर नाम माता हरिकला नामनी गणेश पूजन मम राखेको सिफल राखेको अब गणेशलाई पूजा गर्नु त्यही गाड्ने त्यसलाई गाड्नु धूपम समर्पयामि दीपम दर्शयामि बाजेको भाग नराख्ने मनमा सोचेर हे पिता हजुरहरूलाई प्राप्ति होस् हाम्रा यहाँका पूजनीय हाम्रा गुरुकुलका बाबु बाजेदेखि पुज्दै आएका उनै गुरुकुलका छोरा
वशिष्ठ गोत्रका द्रोणप्रसाद नामले प्रसिद्ध भएकालाई यो दान दिँदैछन् ब्राह्मण तुभ्यम मम सम्प्रदाय। त्यो हातका फुलपुष्पहरू ठ्याक्क राख्नु। सुखसागरमा जस्तै विष्णुजीलाई सुखसागरमा विष्णुशैला कहिल्यै खाली हुन्न, त्यस्तै स्वर्गमा हाम्रा माता पितालाई सुखशैला कहिल्यै खाली नहोस्। हे देवादिदेव, ओम तुमेव माता इष्टपिता तुमेव बन्धु तुमेव विद्या द्रविणं तुमेव सर्वं मम देव। अब बामलाई यो ग्रहण गरिदिनुहोस्, यसो बसाल्नुहोस् तानेर। यहाँ केही फल ल मलाई बालेको होला नि त। ल ल यहाँ ल यो स्वीकार गरिदिनुहोस् भने यसो बसाल्नुहोस्। बाहुनलाई यहाँ बसाल्नु कि हामीलाई स्वीकार गर्नुहोस् भनेर यो खै तानेर खुवाइसक्यो। बानीलाई पनि बोला अब यहाँ केही एउटा केही शान्त गोदानको विधि